हेलो दिदी प्र्याक्टिस कस्तो हुँदैछ दिदी ठिकै भइरहेछ है एटमा जानु लाउनु भएको ल कुन साइडबाट जानुहुन्छ तपाईँ एटमा दाहिनेबाट जानुहुन्छ र स्कुटर चाहिँ तपाईँको जुन छ नि यो लाइन के यसरी नजिक राखेर आउनु भएन यसरी नजिक राखेर आउँदाखेरि तपाईँको जुन हुन्छ नि पछाडिको टायरले चाहिँ यहाँनिर यो चुच्चोमा चाहिँ लाइन छुनु सक्छ के र तपाईँले भित्र आउँदा चाहिँ अलिकति यो घुमाउनु अप्ठ्यारो नै हुन्छ त्यही भएर चाहिँ स्कुटर चाहिँ अलि पछाडि गर्नु त थोरै टाउको यता घुमाउनु देब्रे दाहिनेतिर अलि पछाडि जानु जानु अझै पछाडि जानु त अझै जानु अझै पछाडि जानु अझै पछाडि अझै पछाडि जानु अझै जानु अझै पछाडि जानु त अझै पछाडि जानु ल भयो अब यसरी अलि छेउबाट घुमाएर आउनु त यहाँनिर यो लेफ्ट साइडको लाइनमा आउनु यसरी घुमाएर अलि छेउबाट आउनु अलि छेउबाट ल त्यहाँ रोक्नु एकछिन त्यहाँ रोक्नु है अघि हाम्रो स्कुटरको पोजिसन त्यहाँनिर थियो भने अहिले चाहिँ हाम्रो यो लेफ्ट साइडमा छ पक्नु है तपाईँ दाहिनेबाट जाने भएपछि तपाईँले चाहिँ स्कुटर जहिले नि यो देब्रे साइडतिर यसरी चेपेर राख्नु पऱ्यो क्या है तपाईँले यसरी च्यापेर राख्दाखेरि जाँदाखेरि पछाडि टायरले यहाँनिर लाइन छुँदैन क्या बुझ्नुभयो त्यही भएर अलिकति देब्रे च्यापेर भित्र पस्दाखेरि चाहिँ लाइन छुने चान्सेस अलिक कम हुन्छ क्या है ल जानुहोस् त एकचोटि सर ल यदि तपाईँहरू पनि एटमा चाहिँ ट्राइको लागि चाहिँ प्र्याक्टिस गर्दै हुनुहुन्छ भने यदि तपाईँ चाहिँ राइट साइडबाट जाने हो भने स्कुटर चाहिँ अलिकति लेफ्ट साइड चेपेर राख्नु पऱ्यो र यदि तपाईँ लेफ्ट साइडबाट जाने हो भने स्कुटर चाहिँ अलिकति यता राइट साइडतिर चाहिँ चेपेर राख्दा चाहिँ तपाईँको यो जुन मेन यो फर्स्टमा यो पस्ने यो लाइन हुन्छ यो लाइनहरू चाहिँ छुने चान्सेस अलिक कम नै हुन्छ है त